वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू, आजको भिडियो धेरै नै इम्पोर्टेन्ट छ, किनभने ड्राइभिङ लाइसेन्स अनलाइन थ्रु कसरी हामी रिन्यू गर्न सक्छौँ त्यसको बारेमा कम्प्लिट भिडियो छ। बिना स्किप गरी तपाईहरू कम्प्लिट भिडियो वाच गर्नुहोला। स्टेप बाई स्टेप मैले यो भिडियोमा देखाउन खोजेको छु। लेट्स गो टु द भिडियो। साथीहरू, सबभन्दा पहिला आफ्नो मोबाइल वा ल्यापटपको क्रोम खोल्नुहोला अनि त्यहाँ लेख्नुहोला EDLVRS डट जुन प्रदेशको हुनुहुन्छ त्यसको नाम .gov.np लेख्नुहोला अनि त्यहाँ फर्स्टैमा जुन वेबसाइट आउँछ त्योमा क्लिक गर्नुहोला। त्यसपछि तपाईहरूको गाडी दुईटा अप्सन आउँछ, इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र भेहिकल रजिस्ट्रेसन। हामीलाई ड्राइभिङ लाइसेन्स रिन्यू गर्नु छ, त्यही भएर फर्स्टवालामा क्लिक गर्नुहोला EDL मा। साथीहरू, यहाँ थुप्रै अप्सन देखाउँछ, तर हामीहरूलाई रिन्यू लाइसेन्स गर्नु छ, त्यही भएर रिन्यू लाइसेन्समा क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि यहाँ राष्ट्रिय परिचय पत्र नम्बर माग्छ, तपाईँ आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर दिनुहोला। लाइसेन्स फर्मेटको दुईटा अप्सन देखाउँछ। यदि तपाईहरूसँग नयाँ फर्मेटवाला लाइसेन्स छ भने न्यू फर्मेट गरेर लाइसेन्स नम्बर दिनुहोला। यदि तपाईहरूसँग पुरानो फर्मेटवाला लाइसेन्स छ भने वर्ल्डमा क्लिक गरेर लाइसेन्स नम्बर दिनुहोला। लाइसेन्स नम्बर दिइसकेपछि तल डेट अफ बर्थ हुन्छ, त्यहाँ तपाईहरू आफ्नो डेट अफ बर्थ पनि भर्नुहोला। तल जेन्डर सिलेक्ट गर्न भन्छ, तपाईहरू आफ्नो जेन्डर सिलेक्ट गरेर अनि तल कन्टिन्यू गर्नुहोला। त्यसपछि तपाईहरूको मोबाइलमा एउटा ओटिपी आउँछ। साथीहरू, तपाईहरूले जुन ड्राइभिङ लाइसेन्समा मोबाइल नम्बर दिनुभएको होला त्योमा ओटिपी जान्छ। यदि त्यो नम्बर तपाईहरूसँग छैन भने यहाँ तल अप्सन हुन्छ अपडेट गर्ने, इज दिस द रङ नम्बर। यदि तपाईहरू यहाँ भनिरहेको हुन्छ कि तपाईहरूको यो नम्बर रङ छ भने तल अपडेट गर्नुहोला। यदि तपाईहरूको लाइसेन्समा जुन नम्बर दिनुभएको छ त्यही नम्बर तपाईँ अहिलेसम्म राख्नु भएको छ भने त्यहाँ ओटिपी आउँछ। यदि चेन्ज भएको छ भने तल अपडेट गरेर आफ्नो नम्बर दिनुहोला। तपाईहरूको मोबाइलमा जुन ओटिपी आउँछ त्यो ओटिपी दिएर अनि तल भेरिफाई ओटिपीमा क्लिक गर्नुहोला। ओटिपी भेरिफाई भइसकेपछि तपाईहरूको पुरै लाइसेन्सको डिटेल यहाँ देखाइरहेको हुन्छ। लाइसेन्स नम्बर, तपाईँको नाम, डेट अफ बर्थ, ब्लड ग्रुप, पुरै डिटेल यहाँ देखाउँछ। कुन क्लास क्याटेगोरीको तपाईँको लाइसेन्स छ त्योहरू पनि देखाइरहेको हुन्छ। अझै तल स्क्रोल गर्नुभयो भने तपाईँको क्युआर पनि आउँछ। अनि यहाँ हेर्नु, लाइसेन्स एक्सपायर, यो ड्राइभिङ लाइसेन्स एक्सपाइरेसन डेट इज 2026 छ, 1 महिना। प्लिज एप्लाई फर लाइसेन्स रिन्यू। यहाँ यति यहाँ भनेको हुन्छ नोटमा, तपाईहरू यो पढेर प्रोसिडमा क्लिक गर्नुहोला। अनि साथीहरू, यहाँ हेर्नु, यति गर्नुभयो भने तपाईहरूको मोबाइलमा एउटा लिङ्क जान्छ, इनबक्समा एउटा लिङ्क पनि हुन्छ, त्यहाँ क्लिक गर्नुहोला। लिङ्कमा क्लिक गर्नुहुन्छ भने तपाईहरू जुन फर्म भर्नु भएको थियो त्यो डाइरेक्ट त्यहाँ तपाईँलाई लग्छ। त्यसपछि त्यहाँ मेडिकलको लागि तपाईँहरूलाई यहाँ भन्छ सिलेक्ट डक्टर। यसरी हेर्नु, यहाँ जुन तपाईहरूको नजिकको कार्यालय हुन्छ त्योमा एकपल्ट डक्टरसँग फोनमा कुरा गरेर तपाईहरूको नजिकको अफिस कुन छ त्यो सिलेक्ट गर्नुहोला। साथीहरू, तपाईहरूको मेडिकल कम्प्लिट भइसक्छ भने त्यसपछि एउटा अफिस एप्रुभल भनेर इनबक्समा तपाईहरूको मेसेज आउँछ। डाइरेक्टै लिङ्कमा क्लिक गर्नुभयो भने पेमेन्ट सबै जुन कम्प्लिट हुँदै जान्छ त्योमा ग्रिन टिक लाग्दै जान्छ अनि पेमेन्ट लास्टमा आउँछ। पेमेन्ट भइसकेपछि तपाईँको ड्राइभिङ लाइसेन्स कम्प्लिटली रिन्यू भइसकेको हुन्छ। साथीहरू, यदि तपाईहरूलाई यो भिडियो महत्त्वपूर्ण लाग्छ भने तपाईहरू सब्सक्राइब गरेर यो च्यानललाई राख्नुहोला। आगामी दिनमा पनि म यस्तै यो भिडियोहरू यो च्यानलमा अपलोड गर्नेछु। यदि तपाईहरूलाई कुनै कन्फ्युजन यो भिडियोमाथि छ भने तल कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्नुहोला, म तपाईहरूको रिप्लाई अवश्य दिनेछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।